आज चाहिँ काममा जाँदा चाहिँ साहु र हेल्पर नानी भएर मस्त साफसफाइ गरेर आएको थियो। त हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो मिनी भ्लगमा। आशा छ सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ बिहान घरबाट फोन आएको थियो भनेर घरमा यसो कुरासुरा गरेर त्यसपछि कुरासुरा गरेर भएपछि चाहिँ ब्रस सरस गरेर अब त नुहाउनु पऱ्यो भनेर नुहाइधुवाइ गर्नतर्फ लागेँ। त्यसपछि नुहाइधुवाइ गरेर दोकानमा पनि पुग्छु। दोकानमा पुग्दा चाहिँ यता साफसफाइ चलिरहेको थियो। त्यसपछि चाहिँ म यिनीहरू साफसफाइ गर्दासम्म म मिक्सर गर्छु भनेर मिक्सर गर्नेतर्फ लागेँ। त्यसपछि म पूजा गर्छु भनेर यसो हेरेको त गुलाबको फुल आएको रहेछ। त्यसपछि चाहिँ लाउनु नानु भनेर दिएको त नानु चाहिँ एकदम लाजले शर्मायो। त्यसपछि चाहिँ दिउँसोतिर लगभग दुकान पनि रेडी भएको थियो अनि मेरो सामानहरू पनि सबै रेडी भइसकेको थियो। त्यसपछि बचेको केही कटिङहरू पनि थियो। त्यसपछि चाहिँ म कटिङ सटिङ गर्छु। त्यसपछि कटिङ सटिङ गरेर भएपछि अर्डर पनि आउँछ। त्यसपछि अर्डर पनि हाल्न थाल्छु। त्यसपछि एकछिन यसो बस्छु, कहाँ गयो होला कस्टमर भनेर सोचिरहेको छु। कस्टमर एक्कासी आएको थियो। त्यसपछि चाहिँ दिउँसोतिर लगभग बिहान पकाएको राइस सकिएको थियो। त्यसपछि चाहिँ म एक साइडमा राइस पकाउँदै अर्को साइडमा अर्डर हानेको पनि थिएँ अनि कस्टमर पनि लगभग फुल नै थियो। कस्टमर यसरी फुल भयो भनेर म त एकदमै खुसीले उछलिरहेको थिएँ। त्यसपछि केही बेरपछि चाहिँ हेल्परले भन्छ मेरो फोटो निकाल। त्यसपछि हेल्परको फोटोसोटो निकालेर भएपछि चाहिँ म कटिङतिर लाग्छु। त्यसपछि रातिमा पनि लगभग कन्टिन्यू नै कस्टमर चालु थियो। कस्टमर चालु हुँदा चाहिँ एकदमै गर्मी भइरहेको थियो, तर कस्टमर शान्त भएको त किन हो, किन लास्टै जाडो भइरहेको थियो त।